हाई जसले चाँडै दबाउँछ त्यसको मैले सब्सक्राइब बढाइदिन्छु, यहाँ हो दायाँ बायाँ दिन्छ क्या, त्यसमा नफस्नु होला होइन। एडिट सिडिट दायाँ बायाँ गरेर 1K सब्सक्राइब पुऱ्याउनु भयो, त्यो रन झुकेर कता दब्यो भने गाँडो फेरि त्यो युट्युबबाट त्यो मोटिभेसनै जान्छ कि। अनि युट्युब च्यानलमा भ्युज बढाउनुको लागि मैले यस्तो क्रिज आइडी यस्तो गरेँ उस्तो गरेँ, त्यो काम छैन क्या। यता हेर्नु सर, त्यहाँ मान्छे आएको छ ताकेर बस्यो। सो हेलो गाइज, वेलकम टु माई ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अब त्यही नै हो, आजको भिडियोको टपिक चाहिँ मेरो ब्लगको बारेमा हो होइन। रिसेन्टली अब युट्युब च्यानल खोलेको लगभग एक हप्ता जति भयो होइन। अनि फर्स्ट एक्सपिरियन्स युट्युब च्यानल खोल्दा कस्तो हुन्छ र जस्तै अब हामीलाई चाहिँ अब अरूको हेर्दा, अरूको ब्लगहरू हेर्दा होइन, अरूको युट्युबमा सब्सक्राइब हेर्दाखेरि, भ्युज हेर्दाखेरि, फ्रेम हेर्दाखेरि, फ्यान्स फलोअपहरू सब हेर्दाखेरि चाहिँ कस्तो अचम्मै लाग्ने कि एउटा हिसाबले के, मतलब फर्स्ट अनुभव कि एउटा हिसाबले। हामीले अब के गरौँ होइन, अब युट्युबको जर्नीमा अगाडि बढौँ त्यस्तो टाइपको हुन्छ होइन। अब त्यही नै हो, म पनि त्यही सोचले नै अब युट्युबमा केही गरौँ होइन। अब मेरो इच्छा त होइन पहिले 8-9 वर्षबाट थियो होइन। त्यस्तै त अब भने जस्तो नहुने, जब सबमा जानुपर्ने, अब त्यस्तै भनौँ। अब मेन चाहिँ मेरो युट्युबको टपिक के हो भन्दा चाहिँ, मेरो युट्युबमा चाहिँ अब नर्मली अब भिडियोहरू गइरहेको छ होइन। अब न थम्बनेल बनाउन आउँछ, न टाइटल राम्रोसँग हाल्न आउँछ, न डिस्क्रिप्सन, त्यस्तै अग्रम बढम दायाँ बायाँ होइन। अब त्यही हो, अब भिडियोहरू हालिरहेको छु होइन। जे जस्तो भयो भने जस्तो आउँछ त्यस्तै त गर्ने हो। अब भन्ने बित्तिकै त अब आमाको पेटबाट गएर सिकेर आउँदैन नि त। अब त्यही नै हो, अरू त के भन्ने। अब हामी चाहिँ अब नर्मली अब आएको छौँ। आई होप सबैजनाले सपोर्ट गर्नुहुन्छ होला, माया दिनुहुन्छ होला। 1K सब्सक्राइब पुगोस् भनेर अब सोच गरेको छु के अरे। अब सब्सक्राइब यसो होइन, अब युट्युब च्यानल फर्स्ट भिडियो सिडियो हाल्ने, स्क्रोल गरे दिनमा चाहिँ लगभग त्यो 50-60 चोटि त हेरिन्छ होला क्या। म मात्र होइन क्या, मेरो फर्स्ट भ्लगको मान्छेले पनि 50-60 चोटि त हेर्छ क्या। त्यो सब्सक्राइब बढ्छ कि यस्तो भिडियो हाल्ने, त्यो भिडियो राम्रो होस् या नराम्रो होस् त्यो मतलब भएन। कोरे होइन, त्यो मैले मात्र गर्ने होइन, सबैले त्यही नै गर्छन्। त्यही नै हो, अब सबैजनाले माया देखाइदिनुहोस्, सपोर्ट गरिदिनुहोस्। अब मेरो सर्ट भिडियो हेर्नुहुन्छ होइन, सर्ट भिडियोमा मैले यो लङ भिडियोको म ब्लगहरू ठ्याक्क लेखेर भने त्यहाँ क्लिक गर्ने टाइपको के भन्छ होइन, आई डोन्ट नो, त्यहाँ राखिदिन्छु मैले, त्यहाँ क्लिक गरेर हेरिदिनुहोस्। युट्युबको जर्नी अब केही गरौँ भनेर आएको मान्छे हो, सपोर्ट गर्नु होला, माया देखाइदिनु होला, सब्सक्राइब गरिदिनु होला, अनि सेयर पनि गरिदिनु होला। त्यही नै हो। अब अरू ठुल्ठुलो कन्टेन्ट क्रिएटरहरूलाई, भ्लगरहरूलाई हेर्दा पनि के आफू पनि यहाँ पुग्यो नि, यस्तो भनौँ न। त्यो मेरो मात्र सोच होइन, धेरैजनाको सोच त्यस्तै हुन्छ क्या। मेरो भनाइ चाहिँ अब भिडियो अब जस्तो नराम्रो आए पनि होइन, बिस्तारै सुधार्ने कोसिस गर्छु भिडियोलाई चाहिँ। अब हेरिदिनु होला, माया देखाइदिनु होला। अब भिडियो हेर्नुभएको छ, हजुरहरूले भिडियो हेर्नुभएको छ भने सब्सक्राइब पनि गरिदिनु होला होइन। अब युट्युब च्यानल खोले, अनि खोलेपछि चाहिँ के हुन्छ भन्दाखेरि, हाउ टु ग्रो युट्युब च्यानल, हाउ टु 1K सब्सक्राइबर। त्यहाँ गएर मान्छेको के सोच हुन्छ, मतलब त्यो पोस्ट गर्ने मान्छेले, भिडियोहरू राख्ने मान्छेले के गर्छ भने हजुरलाई राम्रो डिटेलहरू बताउन्न क्या। जहिले आफ्नो भ्युजको लागि मात्र क्या, यस्तो गर्नु उस्तो गर्नु यस्तो गर्नुहोस्, घुमाइ फिराइ हुने केही पनि होइन होइन। हजुरहरूले युट्युबमा अब जस्तै कि 1K सब्सक्राइब पुगाउन, अब युट्युबको बारेमा कुनै कुराहरू राम्रै हुन्छ होइन। जस्तै कि सब्सक्राइब इन्क्रिज गर्न, अनि भ्युज इन्क्रिज गर्न, अनि कुन भिडियो हाल्दा राम्रो हुन्छ, कुन ह्यासट्याग हाल्दाखेरि राम्रो हुन्छ, त्यस्तो टपिकको बारेमा चाहिँ भिडियोहरू अब हेरिराख्नु भयो होला। अब त्यो कामै छैन क्या एउटा हिसाबले। मैले युट्युब च्यानल खोलेको 1 हप्ता भइसक्यो, सुरु दिनबाटै मैले अब यति हेरेँ, लगभग 500वटा भिडियो हेऱ्यो होला क्या। 500 त भन्दैन, नर्मली राति पनि हेरेँ, स्कुल गरेँ, अरू बेला होइन, नर्मली अब एकदम सिटक हेर्ने, स्कुल गरेँ, अनि लास्टमा के हुने। अब मान्छेहरूले भ्युज बढाउनको लागि होइन, अब सब्सक्राइब पाउनको लागि के अनेकौँ गर्छन् क्या। त्यो इन्डियनहरूले गर्छन् त, यस्तो उसमा नबढ्नु होला, तिनीहरूले सब्सक्राइब भ्युजको लागि त्यो गरेको हुन्छ, स्क्रिप्टेड के टाइपको हुन्छ क्या, आई डोन्ट नो होइन। अब अनि गएपछि चाहिँ के भयो भन्दाखेरि, नर्मली अब के भन्छ भने ल यसका सब्सक्राइब बढा दे यहाँ हो भन्छ, सब्सक्राइब बढ्छ क्या फेरि त्यहाँ भिडियोमा।
अनि त्यो युट्युब च्यानल चाहिँ सर्च गरेर हेरेको मैले पाएन कि त्यो युट्युब च्यानल सेम त्यही सर्च गरेको पाएन अनि अब त्यही नै सब्सक्राइब गरेको थिएँ मैले अनसब्सक्राइब गरिदिएँ अनि लाइक गरेको थिएँ अनलाइक गरिदिएँ के भन्छ भने अब कौन सा राखौँ भन्छ एउटा गिफ्ट राखेँ एउटा हाई जसले चाँडै दबाउँछ त्यसको मैले सब्सक्राइब बढाइदिन्छु यहाँ आउँ दायाँ दिन्छ क्या त्यसमा नफस्नु होला होइन त्यस्तो कुराहरूमा अनि एक त हजुरहरूले युट्युबमा अब जस्तै कि 1K सब्सक्राइब पुऱ्याउनु भयो 2K सब्सक्राइब पुऱ्याउनु भयो नर्मली अब त्यो जुन हजुरको दुइटा जहिले पनि के अरे हजुरको फोनमा चाहिँ दुइटा जिमेल हुनैपर्छ कि एनी हाउ हुनैपर्छ कि किनकि अब हजुरको त्यो मेन जिमेल हजुरले दुःख गर्नुभयो कष्ट गर्नुभयो होइन नर्मली अब भिडियो बनाउनु भयो दुःख गरेर कति महिनाको होइन अब नसुता इडिट सिडिट दाहाँ गरेर 1K सब्सक्राइब पुऱ्याउनु भयो अनि हजुरले क्लिक गर्नुभयो आइडी कार्ड भयो त्यत्रो महिनाको दुःख यताउति त्यो र युट्युबबाट त्यो मोटिभेसनै जान्छ कि यत्रो दुःख गरेर पुरा होइन अनि त्यो मोटिभेसनै जान्छ कि साइको लाग्छ कि भन्ने हुन्छ क्या अनि धेरै जस्तोले के गर्छ मैले मेन हेरेको भन्दाखेरि त्यो उस हुन्छ नि युट्युब च्यानलमा भ्युज बढाउनुको लागि मैले यस्तो क्रिज आइडी यस्तो गरेँ उस्तो गरेँ त्यो काम छैन क्या होइन काम छैन अब त्यही नै हो मेरो भनाइ चाहिँ सो बोटलको भ्यू चाहिँ सक्नुहुन्छ हाम्रो मस्ट मेरो युट्युबमा भ्युज बढाउने होइन अरू भिडियो हाल्यो भने चाहिँ खै के हो भिडियो मतलब भ्यू चाहिँ आउन्न क्या यसो भिडियो हाल्यो भने चाहिँ सिधै के अरे 1500 2000 सिधै आउँछ क्या अब यही नै हो बोटलको भ्यू आज चाहिँ पानी पर्न लागेको छ बोटलको भ्यू हेर्न सक्नुहुन्छ हजुरले सो अब बोटल चाहिँ यही हो हेर्नु नत्र लुम्बिनीतिर जाम या पाल्पा जाम भनेर बसेको भइहाल्छ क्या ठाम चिल हान्नुको लागि रनिङ गर्नको लागि त झनै बेस्ट छ होइन सबैजनाले माया देखाउनु अनि भिडियो हेर्नुपर्छ भने सब्सक्राइब गरिदिनु होला प्लिज 1K सब्सक्राइबरको टार्गेट छ नेक्स्ट भिडियोमा भेट्नुपर्छ है त